हेलो एभ्रिवान, आउँदै गरेको टी20 विश्वकपको माहौल तातिँदै गर्दा यही बिचमा आम क्रिकेट प्रेमी र दर्शकहरूको लागि निकै नै दुःखद स्याड न्युज आएको छ। एज पर इन्डिया पाकिस्तान मिडिया रिपोर्ट, एज पर पाकिस्तान गभर्मेन्ट, पाकिस्तानले चाहिँ आफ्नो ग्रुप स्टेजको भारत विरुद्धको म्याच टोटली रूपमा बोयकट गरेको छ, जुन चाहिँ फेब्रुअरी 15 कोलम्बोमा हुन गइरहेको थियो। यो न्युजले चाहिँ आम दर्शकहरूमा चाहिँ एउटा भनौँ न उदासीनता, एउटा खल्लोपन महसुस हुने देखिएको छ। किनभने हामी भनौँ न इन्डिया पाकिस्तानको म्याच हेर्दा हेर्दै नै क्रिकेटको फ्यान हुँदै आएको हो, जहाँसम्म लाग्छ मलाई। द्याट्स वाइ पाकिस्तानको यो बोल्ड डिसिजन विरुद्ध चाहिँ आइसिसीले एउटा कडा रेस्पोन्ड गरोस्, जहाँसम्म लाग्छ। र एउटा आइसिसी टुर्नामेन्टमा इन्डिया पाकिस्तानको म्याच बोयकट हुनु भनेको एउटा सस्पेन्स थ्रिलर मुभी हेर्नु अगावै त्यो मुभीको स्टोरी कसैले रिभिल गरिदिनु जत्तिकै हो क्या। टोटल्ली खल्लो हुने देखिन्छ यो न्युजले गर्दा आउँदै गरेको टी20 विश्वकप। आशा छ केही राम्रो न्युज आओस्। धन्यवाद।